दर्शकबिन नमस्कार। तपाईको दैनिक जनजीविका र सरकारका विषयवस्तु समेटिने कार्यक्रम जनचासोको यो अर्को श्रृङ्खलामा यहाँलाई स्वागत छ। सदाका हप्ता जस्तै आज पनि सामाजिक आर्थिक विकासका सम्भावना, ती सम्भावनालाई साकार पार्न गरिएका प्रयासहरूका बारेमा तयार पारिएका सामग्रीका साथ उपस्थित भएका छौं। नेपाल अहिले चरम ऊर्जा सङ्कटबाट गुज्रिरहेको छ। एकातिर अथाह प्राकृतिक सम्पदा त्यत्तिकै खेरा गइरहेका छन् भने अर्कोतिर सङ्कट चुलिँदो छ। यो अवस्थाको अन्त्य गर्नका लागि भएका स्रोत साधनहरूको उचित उपयोग गर्न जरुरी छ। विद्यमान ऊर्जा सङ्कट कम गर्ने सबैभन्दा सजिलो र उत्तम उपाय वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग हुन सक्छ। नेपालमा कतिपय क्षेत्रमा यसको सफल प्रयोग पनि भइसकेको छ। हेरौं चितवन जिल्लामा सुरु गरिएको चारकोल उत्पादनका बारेमा तयार पारिएको यो सामग्री। प्रशस्तै स्रोत र साधन भएर पनि नेपाल ऊर्जा सङ्कटबाट ग्रस्त छ। खाना पकाउने ग्यास, इन्धनका रूपमा प्रयोग गरिने मट्टितेल, सवारी साधनमा प्रयोग गरिने डिजेल र पेट्रोलको अनियन्त्रित प्रयोग र आयातले एकातिर ठूलो धनराशि भइरहेको छ भने अर्कातिर यसले वातावरणमा पनि नकारात्मक असर पारिरहेको छ। इट्टाभट्टा, होटेल, रेस्टुरेन्ट तथा अन्य साना र मझौला उद्योगहरूमा समेत ठूलो परिमाणमा इन्धनको खपत हुने गरेको छ, जसको आपूर्ति पत्थर, कोइला, एलपी ग्यास र अन्य इन्धनका स्रोतहरूबाट भइरहेको छ। यसका लागि अन्य मुलुकबाट वार्षिक रूपमा खरबौंको इन्धन आयात भइरहेको छ। तर ऊर्जाको परिपूर्ति गर्न सकिने अन्य सम्भावनाहरू पनि छन्। जैविक ऊर्जा यसको एउटा उदाहरण बनिरहेको छ। नेपालमा जैविक ऊर्जाको प्रवर्धनको अभ्यास सुरु भइसकेको छ। खास गरी खेरा गएका वनमा आगलागीका उपज बन्न सक्ने वनमारा जस्ता बेकामी झारपातहरूको प्रयोगबाट उत्पादन गर्न सकिने चारकोल अहिले वैकल्पिक ऊर्जाको एउटा भरपर्दो साधनको रूपमा अगाडि आएको छ। आयातित इन्धनको बढ्दो प्रयोगले हरितगृह ग्यासको उत्सर्जन व्यापक रूपमा बढिरहेको बेला चारकोल उत्पादनको नयाँ प्रविधि भित्रिएको छ। नेपालमा अहिले यसको प्रवर्धन गर्ने काम जैविक ऊर्जा परियोजनाले गरिरहेको छ। आयातित इन्धनको बढ्दो प्रयोगले हरितगृह ग्यासको उत्सर्जन व्यापक रूपमा बढिरहेको बेला चारकोल उत्पादनको नयाँ प्रविधि भित्रिएको छ। नेपालमा अहिले यसको प्रवर्धन गर्ने काम जैविक ऊर्जा परियोजनाले गरिरहेको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा हेल्वेटा स्विस इन्टर कोअपरेसनको नेतृत्व तथा आयुसियान, स्टारिका नेपाल, एन्साप र विन्डरक इन्टरनेसनलको संयुक्त साझेदारीमा सञ्चालित जैविक ऊर्जा परियोजना नेपालका 16वटा जिल्लामा सञ्चालित छ। सन् 2014बाट सुरु भएको यो परियोजना सन् 2017मा सम्पन्न हुनेछ। परियोजनाले चारकोल उत्पादनमा स्थानीय बासिन्दाको क्षमता विकास गर्ने र त्यसैको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जना गरी जीविकोपार्जनमा सुधार र हरितगृह ग्यासको उत्सर्जनमा कमी ल्याउने लक्ष्य लिएको छ। परियोजनाले आफ्नो कार्य अवधिभर 700वटा घरेलु तथा साना उद्योग मार्फत 10,000 भन्दा बढीलाई हरित रोजगारी उपलब्ध गराउने, चारकोलको उत्पादनलाई दिगो बनाउँदै यसको औद्योगिक प्रयोगलाई प्रवर्धन गर्ने लगायतका लक्ष्य बोकेको छ। परियोजनाले चितवन जिल्लामा पनि चारकोल उत्पादनलाई व्यावसायिक रूप दिएको छ। चारकोल कोइला जस्तै ताप र राप दिने ऊर्जाको स्रोत हो। यसको उत्पादन हाँगा बिगा तथा काम नलाग्ने झारपातहरूको प्रयोगबाट गर्न सकिन्छ। यो हलुका हुन्छ र हेर्दा कोइला जस्तै देखिन्छ, तर सामान्य कोइला भन्दा यसले बढी ताप दिन सक्ने यसका प्रयोगकर्ताहरू बताउँछन्। अब रेस्टुरेन्टमा त हामीले अब वर्षैभरि युज गरिन्छ। घरमा पनि आवश्यक पर्दाखेरि यो प्रयोग गरिएको छ। घरमा चाहिँ विभिन्न खाना पकाउनको लागि, अनि दुध तताउनको लागि, अनि अलिकति होइन खास गरेर ढेँडो सेँडो यसमा अरू चिजहरू जस्तै आटोहरू यसो पकाउने बहुत बढिया हुन्छ यसमा। होटलमा पनि अब यो चाहिँ सेकुवा आइटमहरू, मासुको आइटमहरू, तन्दुरको लागि अत्यन्त उपयुक्त छ।
त्यस हुनाले हामीले यसलाई चाहिँ बराबर प्रयोग गरिराखेका छौँ। ग्यासमा पकाउँदाखेरि अब ग्यासमा अलि बढी महँगो पनि भयो, यो सस्तो पनि छ, अनि पकाएको खाना धेरै मिठो हुन्छ ग्यासमा भन्दा यो धेरै राम्रो हुन्छ। धुवा र गन्ध नआउने चारकोलको उत्पादन लागतका हिसाबले पनि निकै सस्तो छ। कोइला उत्पादन गर्ने जुन हामीले यो सकारात्मक अभियान सुरु गरेका छौँ, परियोजना सके सँगसँगै यो काम पनि नसकियोस् भन्नको लागि चाहिँ हामीले जुन एउटा प्रणाली अपनाएका छौँ, यही व्यवसायमा काम गरिरहेको सेवा प्रदायकहरूलाई छनौट गरेका छौँ। उहाँहरू र यो समुदायसँगको जुन एउटा च्यानल, एउटा प्रणाली, एउटा स्थापना गरेका छौँ हामीले, त्यसले चाहिँ भोलिका दिनमा पनि परियोजना गइसकेपछि पनि यो चाहिँ कार्यान्वयनमा हुनुपर्छ, कार्यरत रहनुपर्छ भन्ने हिसाबले जुन सेटअप मिलाइएको छ। जस्तो कि समुदाय छ, समुदायले चाहिँ स्थानीय स्तरमा सङ्कलकहरू, गोल सङ्कलकहरूलाई दिन्छ, त्यो गोल सङ्कलकहरूले फेरि नमुना बायोमास जस्तो बजारको एउटा नेतृत्व गरिरहेको पार्टीलाई दिन्छ होइन, त्यो पार्टीलाई दिन्छ। यसरी एउटा च्यानल जुन खडा गरिएको छ, यो च्यानल जब कार्यान्वयनमा आउँछ, परियोजनाको यहाँ रोल खासै देखिँदैन। परियोजना नभए पनि यो च्यानल चलिराख्छ। त्यो खाले दिगोपना चाहिँ हामीले गर्न खोजेको, त्यो अभियानमा हामी के हदसम्म सफल भएका छौँ। अहिले परियोजनाको स्थानीय स्तरमा काम गर्ने पद्धति र तरिका हेर्दा तय गरेका लक्ष्यहरूमा परियोजना सफल हुने विश्वास बढेको छ। खास गरी परियोजना सञ्चालन भएका क्षेत्रका स्थानीय बासिन्दाहरूलाई संगठित बनाई सिप विकासको तालिम प्रदान गरिएको छ। पहिला परम्परागत रूपमा चारकोलको उत्पादन गर्दै आएका स्थानीयलाई आधुनिक प्रविधि सिकाइएको छ। यसै गरी चारकोल उत्पादनका लागि नयाँ भट्टीहरू सहयोग गरिएको छ। यो सहयोगपछि स्थानीय चारकोल उत्पादनमा सहभागी समुदायमा नयाँ जोश र जाँगर बढेको छ। पहिलेदेखि त गरिरहेको, यसबाट अलिकति भन्ने आर्जन हुन्छ। अब हाम्रो काम छैन, काम नभएको बेलामा 2-2 घण्टा काम गरेर हामीलाई जीविकोपार्जन हुन्छ भने कहाँ छोड्छौँ हामीले। अब पहिला सुरु चाहिँ तपाईँको खाल्टोमा पोल्दाखेरि अलिकति स्वास्थ्यलाई चाहिँ असर गर्ने भयो, सबभन्दा मेन कुरो। अनि असर गर्नको निम्ति नै यो असरलाई चाहिँ निम्त्याउने भनेर नै भट्टी ल्याइदिनु भएको छ। अब यो भट्टीमा अहिले 1 लट पोलिया छ, हेरौँ धेरै आरामदायक हुँदैछ यसमा चाहिँ। किनकि खाल्टोमा हाल्दाखेरि चाहिँ तपाईँको चलाइ गर्नुपर्ने, आगोको रापमा बस्नुपर्ने, यसमा चाहिँ एकचोटि झ्याप्पा हालिदियो अनि ढाकियो, 15-20 मिनट बस्न पाउने त्यो छ। के हेरौँ अब कहाँसम्म हुन्छ, गर्दै जाउँ। यो उत्साहले स्थानीय समुदायको जीविकोपार्जन सहज भएको छ। वैदेशिक रोजगारमा गई जोखिमपूर्ण काम गर्नुभन्दा स्वदेशमै चारकोल उत्पादन व्यवसायमा लाग्नु निकै सहज र आम्दानी पनि बढी हुने भएपछि उनीहरूमा यो जाँगर र जोस बढेको हो। अहिले आफ्नै आम्दानी भएपछि घर खर्च चलाउन उनीहरूलाई कठिन छैन। हामीले जसरी घर बसिन्छ, कुनै पनि काम नभएर घर बसिन्छ अनि त्यसको 2 घण्टा भए पनि काम गरौँ, आफ्नो जीविकोपार्जनको लागि राम्रो काम गरेर यो चारकोलको उत्पादनको लागि आफूलाई आफ्नै घर खर्चको लागि हामीले अब अलिअलि घर खर्च चलाउने, हामी त गृहिणी पर्यौँ, घर खर्च चलाउने, अब बच्चाहरूलाई अब बिरामी हुँदाखेरि अलिअलि खर्च हुन्छ, त्यसैको लागि। त्यसो त परियोजनाले केन्द्रीय तहमा सम्बन्धित मन्त्रालय, विभाग वा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूसँग समन्वय गरिरहेको छ भने स्थानीय तहमा जनतालाई यसको उत्पादन र प्रयोगको तरिका र महत्त्व बुझाउने प्रयास गरिएको छ। यो अभ्यासले केन्द्रदेखि जिल्ला र गाउँ तहमा कार्यक्रमप्रतिको सकारात्मक धारणा र बुझाइ बढेको छ। परियोजनाले जिल्ला तहमा काम गर्नका लागि जिल्लाका उद्योगीहरूसँग समन्वय गरिरहेको छ। स्थानीय उद्योगको क्षमता विकासका कारण अहिले परियोजना सञ्चालनमा आएका क्षेत्रमा रोजगारीको वातावरण बनेको छ। जुन एउटा प्रविधिले हामी यो चारकोलको काम गरिरहेका थियौँ, त्यो प्रविधि भनेको अत्यन्तै दुःखको प्रविधि थियो। जुन जङ्गलमा अथवा जङ्गल बाहिर खाल्टो खनेर त्यसमा झाङ हालेर पोल्ने त्यस्तो खालको प्रविधि हुनाले काम गर्ने मान्छेहरूलाई पनि स्वास्थ्यमा एकदमै गाह्रो हुने र त्यसपछि उत्पादित चारकोलको क्वालिटी पनि एकदमै नराम्रो आउने। त्यसै गरी अब अरू कुरा भनेको चारकोलको उत्पादन पनि धेरै कमी हुन्थ्यो। त्यसैले गर्दाखेरि अहिले बायो इनर्जी प्रोजेक्ट आइसकेपछि जुन प्रोजेक्टले एउटा प्रविधिको विकास गरेर ल्याएर आएको छ, त्यो प्रविधि प्रयोग गर्दाखेरि यी सम्पूर्ण कुराहरूमा सुधार आएको छ। जुन ढङ्गले यो कम्पनीले एउटा
प्लानिङ गरेको थियो त्यो अनुसार चाहिँ हामी विगत 2 वर्षदेखि त्यो अनुसार चल्न सकेका थिएनौँ। तर जब हेल्भिटास लगायत अन्य यी 5 वटा संस्थाहरूबाट एउटा आएको यो जुन बायो एनर्जी प्रोजेक्ट भनेर आएको छ, जब उहाँहरूको सपोर्ट पायौँ हामीले, त्यसपछि हामी एउटा अर्गनाइज वेले चाहिँ काम गरिरहेका छौँ, जसले गर्दाखेरि अबको दिनहरूमा चाहिँ हामी एउटा ठुलो नै मात्रामा चारकोलको व्यवसाय गर्न सक्षम हुनेछौँ। चारकोल उत्पादन निकै सहज पनि छ। सामान्य तालिमपछि यसको उत्पादन सुरु गर्न सकिन्छ। एकैछिन यो चारकोल उत्पादन भइरहेको भट्टीहरू हेरौं। सुरुमा विशेष प्रविधिसहितको भट्टीको माध्यमबाट यसरी साना साना रुखका पात पकिङ्कर, हाँगा बिगा, छाडी बुट्यानका डाँठलाई 4-5 घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अरू हानिकारक ग्यास भित्रै नष्ट गरिन्छ। अब यी यस्तो प्रकारको बल्ने क्षमता भएको कालो पदार्थको रूपमा चारको झिक्न सकिन्छ। अब यसलाई आफ्नो आवश्यकता अनुसारको आकारमा परिवर्तन गरी प्याकिङ गर्न सकिन्छ। यस्तो ऊर्जा धुवाँरहित हुने भएकाले मानव स्वास्थ्यका हिसाबले पनि निकै महत्त्वपूर्ण छ। यो अहिले प्रयोग गर्दाखेरि काठको कोइला भन्दा यो धेरै राम्रो हो। बाहिरबाट चाहिँ एकदम ग्रिल गरेर भित्र चाहिँ यसको यो मासुको हड्डी हुन्छ, यो हड्डीलाई चाहिँ बाहिरको तापले गर्दा प्रेसर गरेर यसलाई चाहिँ पकाएर ल्याउने र यसलाई ग्रिल ल्याउने। काठको कोइलाले चाहिँ तपाईँको यो गर्दाखेरि त्यो बाहिर चाहिँ कालो भइजान्छ, भित्रको त्यो मासुहरू यो हड्डीको मासुहरू चाहिँ। यसरी जैविक ऊर्जा परियोजनाले चारकोलको उत्पादनका लागि सार्थक पहल गरिरहेको छ। उत्पादनको आधुनिक तरिका सिकाउनेदेखि उद्योगको क्षमता विकास गर्ने र उत्पादित सामग्रीको बजारीकरण गर्ने कार्य समेत परियोजना मार्फत भइरहेको छ। यसका लागि स्थानीय सञ्चार माध्यमको प्रयोग, विभिन्न प्रकारका प्रदर्शनीहरू, प्रचार प्रसारका लागि पत्रकार सम्मेलन र व्यापक अन्तर्क्रिया गर्ने काम जिल्ला तहमा भएका छन्। ऊर्जा संकट चुनिँदै गएको सन्दर्भमा मुलुकमा भएका यी प्रयासले अन्ततः मुलुकलाई नै आत्मनिर्भर बनाउन सघाउन सक्नेमा दुई मत छैन। तर यसको उत्पादन वृद्धि र प्रयोगमा बढावा दिन भने जरुरी छ। यसको अभ्यास सुरु भइसकेको छ, यसलाई अझ घनीभूत बनाउन जरुरी छ। चारकोल उत्पादनमा चितवनका स्थानीय बासिन्दाको सहभागिता र अनुभवले वैकल्पिक ऊर्जाको विकास नेपालमा सम्भव छ भन्ने कुराको पुष्टि गरेको छ। तर यस्ता सानो प्रयास नेपाल जस्तो ऊर्जा संकटले ग्रस्त मुलुकका लागि हात्तीको मुखमा जिरा भन्ने जस्तै हुने पक्का छ। ऊर्जा संकटलाई अर्थपूर्ण र दिगो समाधान गर्नका लागि संस्थागत संरचनाको सबलीकरण र प्रभावकारी योजनाको जरुरत छ। हेरौं यो अर्को रिपोर्ट। छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुक अहिले चरम ऊर्जा संकटबाट गुज्रिरहेको छ। इन्धनमा छिमेकी मुलुकमा भर पर्नुपर्ने बाध्यताले यो संकट निम्तिएको बुझ्न कठिन छैन। तर के ऊर्जा संकट कम गर्ने केही उपाय मुलुकभित्र छैनन्? अवश्य पनि नेपालमा विभिन्न प्रकारको ऊर्जा उत्पादनको लागि उर्वर क्षेत्र हो। हामीसँग असीमित ऊर्जाका स्रोतहरू छन्। विद्युत उत्पादनका लागि लाखौंको संख्यामा खोलानाला छन्, तर तिनको उत्पादनमा अपेक्षाकृत सफलता हासिल गर्न सकिएको छैन। यो सन्दर्भमा नवीकरणीय ऊर्जाको उत्पादन र प्रवर्धन निकै सान्दर्भिक र उपयोगी बन्न सक्छ। तर संकट परेका बेला मात्र यो विषयले प्राथमिकता पाउने तर दीर्घकालीन योजना र समन्वय नगर्ने समस्याले गर्दा यसको व्यापारीकरण हुन नसकेको विज्ञहरू बताउँछन्। नेपालले चाहिँ यदि ऊर्जाको क्षेत्रमा चाहिँ आत्मनिर्भर हुने हो भने त हाइड्रो पावर नै, जलविद्युतलाई नै प्रचुर मात्रामा उत्पादन गर्नुपर्छ। त्यो नै अल्टिमेट चाहिँ हाम्रो चाहिँ गोल हुनु पर्यो होइन। त्यो चिज पनि हुन सकेको छैन। तर चाहिँ हाइड्रो पावर सबै ठाउँमा चाहिँ नेपालको सबै ठाउँमा हाइड्रो पावरबाट बिजुली पुर्याउनु पनि सम्भव छैन।
र ती ठाउँहरूमा जुन ठाउँहरूमा हाइड्रो पावरबाट राष्ट्रिय प्रसारणबाट चाहिँ बिजुली पुग्दैन ती ठाउँहरूमा चाहिँ वैकल्पिक ऊर्जा चाहिँ हाम्रो लागि चाहिँ उचित चाहिँ सल्युसन हो। त्यसो त नेपालमा नवीकरणीय ऊर्जाको वृद्धि विकासका लागि केही सकारात्मक प्रयासहरू भने सुरु भइसकेका छन्। सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास निर्माण जस्ता प्रयासहरू अहिले मुलुकभित्र नवीकरणीय ऊर्जाको विकासका क्षेत्रमा भइरहेका प्रयासहरू हुन्। तर नेपालको आवश्यकता अनुसार यो प्रयास निकै कम भएको बताइन्छ। त्यसैले यसलाई अझ व्यापक बनाउनका लागि सरकारी तहबाट विशेष योजनाको अपेक्षा गरिएको छ। अब एउटा त राष्ट्रिय एउटा भन्छ न राष्ट्रिय पोलिसी नेसनल पोलिसीमा यो चिज आउनु पर्यो। वैकल्पिक ऊर्जा कुन ठाउँमा राख्ने, राष्ट्रिय प्रणाली कहाँ पुर्याउने भन्ने कुरो चाहिँ समग्र रूपमा देशले एउटा 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 चाहिँ परिकल्पना गर्नु पर्यो, प्लान गर्नु पर्यो। यो ठाउँमा वैकल्पिक ऊर्जा, यो ठाउँमा चाहिँ राष्ट्रिय प्रणाली भनेर चाहिँ प्लान गरिसकेपछि त्यो अनुसार इम्प्लिमेन्ट गर्नु पर्यो। अहिले त कस्तो छ भने पहिलो सोलर बाल्छन्, त्यसपछि माइक्रो हाइड्रो बाल्छन्, त्यसपछि ग्रिड प्रसारण हुन्छ होइन। एउटै गाउँले 3टा प्रविधि पाएको छ, अर्को गाउँले केही पनि पाएको छैन होइन। त्यसैले चाहिँ हामीसित प्लान छैन, त्यो प्लान हुनु पर्यो पहिलो कुरो। अर्को कुरो चाहिँ इमान्दारितापूर्ण चाहिँ प्लानलाई चाहिँ इम्प्लिमेन्टेसन गर्नु पर्यो। वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोगका बारेमा चासो र चर्चा बढेसँगै अहिले यो क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संघ संस्थाहरू पनि बढेका छन्। अहिले जस्तै कि सोलर होइन, सोलरको विन्डको हामीले चाहिँ फिजिबिलिटी स्टडीदेखि लिएर होइन त्यहाँ के गर्ने, अनि बायोग्यास बायोमासतिर पनि, अनि त्यसपछि आइडब्ल्युएम हाम्रो होइन। अनि अहिले बिस्तारै बिस्तारै हामीले चाहिँ लन्च गरेछौँ कि आइडब्ल्युएमको इन्स्टलेसनतिर पनि हामी लागेका छौँ। अस्ति भर्खरै मात्र पनि हामीले एउटा चाहिँ ग्यासिफायरको चाहिँ प्लान्टलाई इन्स्टल गरेछौँ हामीले नवलपरासी, त्यहाँ चाहिँ हामीले इन्स्टल गरेछौँ। त्यो चाहिँ हाम्रो चाहिँ एसएनबीको फन्डेडबाट हामीले गरेछौँ त्यहाँ। यसरी नवीकरणीय ऊर्जाको सम्भाव्यता र प्रयोगको तरिकाका बारेमा संस्थागत रूपमा अध्ययन र अनुसन्धान सुरु हुनुलाई सकारात्मक रूपमा लिन सकिन्छ। तर अध्ययनबाट पत्ता लागेका कुरालाई समेटेर कार्यान्वयनको पक्षलाई प्रभावकारी बनाउन नसक्नु नेपालको ऊर्जा संकटको मुख्य कारण भएको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएको छ। नेपालमा वैकल्पिक ऊर्जाको समस्या भनेको यही हो कि मेन चाहिँ स्टडीतिरै लागिराख्यो होइन। हामीले जति गर्छु भनेछौँ त्यो टार्गेट अनुसारले हामीले फुलफिल गर्न सकेको छैनौँ। जस्तै हामी पहिला अब लाग्यौँ सहरी बायोग्यास प्लान्ट होइन, त्यसको पनि हामीले नै हाम्रै संस्थाले चाहिँ स्टडी गरेको थियौँ। अब त्यो मेन फुलफिल जुन चाहिँ गर्ने टाइममा हामीले पाएनौँ क्या त्यो काम। अब त्यो कसैलाई दियो होइन, अनि त्यो जुन वेमा हिँड्नुपर्ने हो त्यो भएन। त्यस्तै गरिकन अब हामीले एउटा इक्जाम्पल दिउँ बायोग्यासकै, त्यत्रो स्टडी गरेछौँ पोल्ट्री फार्मबाट होइन, कति अब कसरी निस्किन्छ त्यसको पनि फिजिबिलिटी स्टडी हेरियो धेरै। अब त्यसको इम्प्लिमेन्टेसन गर्ने भन्यो होइन, तर जसरी जानुपर्ने हो त्यो अनुसारले गइरहेको छैन। मेन गएर चाहिँ थोकिन्छ गभर्मेन्टमै, त्यो भएर चाहिँ हामीले गर्न सकेका छैनौँ। हो, ऊर्जा संकटले मुलुक आक्रान्त बनेको बेला आत्मनिर्भरताको उपायको खोजी हुन थालेको छ। तर तत्कालीन समयमा समाधान हुने बित्तिकै यो सवाल छायामा पर्ने सम्भावना पनि उत्तिकै छ। त्यसैले स्वदेशी स्रोत र साधनको उच्चतम प्रयोग गर्दै मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन सकिए समृद्ध नेपाल निर्माणको अभियान सार्थकतामा परिणत हुन सक्छ। दर्शकबिन, हामीले ऊर्जा संकट र संकट समाधानमा नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगको सम्भावनाका बारेमा चर्चा गर्यौं। तर समस्या ऊर्जा क्षेत्रमा मात्र छैन। भूकम्पले थिलथिलो पारेको मुलुकमा पुनर्निर्माणको कार्य भर्खरै सुरु हुँदैछ। भूकम्पबाट अकल्पनीय क्षति बेहोरेको नेपालमा अहिले पुनर्निर्माणका लागि सहयोगी हातहरू बढिरहेका छन्। कार्यक्रममा अब हामी यसै विषयमा तयार पारेको यो अर्को सामग्री प्रस्तुत गर्छौं। विक्रम सम्वत 1990 सालको विनाशकारी भूकम्पलाई बिर्साउने गरी नेपालमा गत वैशाख 12 र 29 गते शक्तिशाली भूकम्प गयो। भूकम्पले 9000 को हाराहारीमा मान्छेको मृत्यु भयो भने खर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति गर्यो। सरकारले भूकम्प प्रभावित 14 जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्यो। ती संकटग्रस्त क्षेत्रमा राहत र उद्धारका कार्यक्रममा सर्वपक्षीय सहयोग र सहभागिता भयो। नेपालका भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने सवालमा
फिन चर्च एड नेपालले गरेको योगदान उल्लेखनीय रह्यो। यो संस्थाले विशेषतः भूकम्प लगतै तत्कालीन आवश्यकता पूरा गर्ने गरी खाद्यान्न लगायतका राहतका सामग्री वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो। यो क्रममा चर्च एडले भूकम्पबाट अति प्रभावित 9 जिल्लाका 15,000 परिवारलाई 15 दिनसम्म पुग्ने स्वच्छ खाद्यान्न वितरण गरेको थियो। भूकम्प भइसकेपछि हामी चाहिँ हाम्रो अपरेसन चाहिँ डे 1 देखि पहिलो दिनदेखि नै सुरु भयो। हामी सुरुमा चाहिँ यो रेडी टु इट फुड तुरुन्तै खान योग्य खानेकुराहरू वितरणमा लाग्यौं। त्यसपछि चाहिँ हामी यो खास गरी बेसिक फुड स्पेयर स्ट्यान्डर्डलाई ध्यानमा राखेर दाल चामल चिनी नुन तेल अनि यो सर्वोत्तम पिठो यो हामीले वितरण गर्यौं। 9 जिल्लामा करिब 15,000 फ्यामिलीमा 15,000 परिवारमा हामी पुग्यौं 15 दिनको प्याकेज लिएर। यस लगत्तै फिन चर्च एड नेपालले अस्थायी वासस्थान निर्माणका लागि प्रभावितहरूलाई सघाउने काम गरिरहेको छ। भूकम्पले शिक्षा क्षेत्रमा गरेको असरलाई मध्यनजर गर्दै यो संस्थाले अस्थायी सिकाइ केन्द्रहरू निर्माण गर्ने काम पनि गरिरहेको छ। शिक्षा विभागसँगको समन्वय र सहकार्यमा गरिएको यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ। हामी चाहिँ शिक्षामा बढी फोकस गर्छौं। शिक्षामा हामी गर्दाखेरि चाहिँ खास गरी यो टेम्पोररी लर्निङ सेन्टर अस्थायी सिकाइ केन्द्रहरूमा हामी निर्माण गर्छौं। खास गरी बाँस र चाहिँ जस्ता पाताको चाहिँ संरचना छ। त्यसमा नेपाल सरकारको शिक्षा विभागले निर्माण गरेको डिजाइन प्लस चाहिँ उहाँले निर्माण गरेको चाहिँ कस्ट एस्टिमेट त्यसलाई हामीले एप्लाई गर्ने र चाहिँ हामी यो 3 जिल्लामा 170 वटा चाहिँ अस्थायी सिकाइ केन्द्रहरू हामीले चाहिँ निर्माण सम्पन्न गरेर सम्बन्धित स्कुलहरूलाई चाहिँ ह्यान्डओभर गरिसक्यौं। भूकम्पले आत्तिएका मनहरूलाई सामान्यीकरण गर्ने उद्देश्यले अहिले यी प्रभावित क्षेत्रका विद्यालयका विद्यार्थी शिक्षक र अभिभावकलाई समेत मनोसामाजिक परामर्श गराइएको छ। शिक्षा क्षेत्रमा सञ्चालन गरिएका यी कार्यक्रमहरू विशेषतः काठमाडौँ, ललितपुर र भक्तपुरमा सम्पन्न भइसकेको छ। अब चर्च एडले सिन्धुली, मकवानपुर र गोर्खा जिल्लामा अरू कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। 500 जना शिक्षकहरू 20,000 विद्यार्थीहरू प्लस उहाँहरूका अभिभावकहरूलाई चाहिँ साइकोसोसियल काउन्सिलिङहरू यो समुदायमा आधारित साइकोसोसियल सपोर्टहरू कम्युनिटी बेस्ड साइकोसोसियल सपोर्ट भन्छ त्यो चाहिँ हामी चाहिँ निरन्तर रूपमा चाहिँ प्रोभाइड गर्दैछौँ। र चाहिँ अब हाम्रो काठमाडौँ ललितपुर भक्तपुरमा चाहिँ हाम्रो कार्यक्रमहरू अहिले जति पनि प्लान गरेका थिए त्यो करिब चाहिँ सम्पन्न भइसकेको अवस्था हो। यसपछि चाहिँ हामी मकवानपुर, सिन्धुली र चाहिँ गोर्खा जिल्लामा चाहिँ थप 300 वटा चाहिँ अस्थायी सिकाइ केन्द्रहरू प्लस चाहिँ 30,000 विद्यार्थीहरू र चाहिँ 1,000 जना शिक्षकहरूलाई फोकस गरेर चाहिँ हाम्रो कार्यक्रम चाहिँ सुरुवात भइरहेको छ। फिन चर्च एड नेपाल एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। नेपालसँगै विश्वका विभिन्न 25 देशमा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको यो संस्थाले नेपालमा जीविकोपार्जन सुधार, शान्ति पुनर्स्थापना र शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यो सँगै पछिल्लो समय विपद जोखिम व्यवस्थापन पनि यसको प्राथमिकताको क्षेत्र बनेको छ। अहिले नेपालमा फिन चर्चले विभिन्न स्थानीय गैर सरकारी संस्थाहरूसँगको समन्वयमा काम गरिरहेको छ। नेपालका 22 जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको यो संस्थाले जिल्लाको आवश्यकता अनुरूपको योजना तर्जुमा र कार्यान्वयनको पहल गरिरहेको छ। अब भविष्यमा समेत यी कार्यक्रमलाई दिगो विकाससँग जोडेर सञ्चालन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढिरहेको छ। हाम्रो चाहिँ लङ टर्म यो डेभलपमेन्ट कोअपरेसनको कार्यक्रमहरू पनि चलिरहेको हुनाले हाम्रो ध्यान चाहिँ यो इमर्जेन्सीमा गरेका जति पनि कामहरू छन् अनगोइङ कामहरू र सम्पन्न भएका कामहरू ती कामहरूलाई चाहिँ यो हाम्रो लङ टर्म एजुकेसन सेक्टरको जुन हाम्रो डेभलपमेन्ट प्रोग्रामहरू छ त्यसमा लिङ्क अप गर्ने। उदाहरणको लागि चाहिँ थुप्रै घरहरू भत्किया छ, स्कुलहरू भत्किया छ। हामी चाहिँ सानो तिमी टेक्निकल स्कुलमा चाहिँ कार्पेन्ट्री म्यासनको तालिमहरू चलाउँदैछौँ। त्यो चाहिँ हामीले चाहिँ यो डेभलपमेन्ट प्रोग्रामबाट गर्यौं। उनीहरू चाहिँ समुदायमा जान सक्छन् 4 महिना 6 महिना पछि अनि त्यसपछि उनीहरूले चाहिँ त्यो त्यहाँको चाहिँ निर्माणको लागि पुनर्निर्माणको लागि चाहिँ योगदान गर्न सक्छन्।
मुलुक विभिन्न प्रकारको संकटमा फसिरहेको बेला यस्ता सहयोगी निकायको सहयोग निकै महत्वपूर्ण हुन सक्छ। तर के अहिले सञ्चालित कार्यक्रमहरू साँच्चै दिगो विकासको जग निर्माणमा सहयोगी छन् त? यतातर्फ पनि सचेत बन्न जरुरी छ। भूकम्प पछिको राहत र पुनर्वासमा फिनसर्च एडको भूमिका बारेमा तयार पारिएको यो रिपोर्टसँगै हामी कार्यक्रमको अन्तमा आइपुगेका छौं। आजको कार्यक्रममा हामीले चारकोल उत्पादनको प्रयास बारेमा तयार पारिएको सामग्री, वैकल्पिक ऊर्जा प्रबन्धनका बारेमा तयार पारिएको रिपोर्ट र भूकम्प पछिको राहत र पुनर्निर्माणमा देखिएको सर्वपक्षीय चासोका बारेमा तयार पारिएको सामग्री प्रस्तुत गर्यौं। हाम्रो कार्यक्रम तपाईलाई कस्तो लाग्छ? प्रतिक्रियाका लागि यो स्क्रिनमा लेखिएको ठेगानामा सम्पर्क गर्नुहोला। हस्त आजका लागि कार्यक्रमको समय सकिएको छ। अर्को हप्ता नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। आजलाई जनचासो युनिट बिदा माग्दछ। नमस्ते।